हावा सर्वत्र प्रवाहित हुनुहुन्छ, सबै ठाउँमा पुग्नुहुन्छ वायुदेव, तर एकै ठाउँमा आसक्त भएर बस्नुहुन्न। यो शिक्षा मैले वायुदेवताबाट प्राप्त गरेँ। मान्छेले जान्न जे पनि हुन्छ, सिक्न जे पनि हुन्छ, तर आसक्त बन्नु हुँदैन। म हरेक कुरा जान्दछु तर कुनै कुरामा पनि म आसक्त छैन भन्दैन भयो। यो गुरुको भन्दा वायुदेवताबाट पाएको शिक्षा। अर्को आकाश। आकाश कति छ त कसैलाई थाहा छ? छैन। आकाश अवकाश कति छ, कति छ, अनन्त। त्यस्तै भगवान पनि अनन्त हुनुहुन्छ। भगवानको अन्त्य पाउन सकिँदैन, जस्तै आकाशको अन्त्य पाउन सकिँदैन। भगवान सर्वव्यापक हुनुहुन्छ, अनन्त हुनुहुन्छ। जस्तै आकाशको फैलावट जस प्रकारको छ, आकाशले सबैलाई ओद्दिनुहुन्छ। भगवानले पक्षपात कसैलाई पनि गर्नुहुन्न, आकाशले पक्षपात कसैलाई गर्नुहुन्न। हामी सबैलाई छाडी भगवानले दिनुभएको छ। त्यस्तै भगवान सर्वव्यापक हुनुहुन्छ। त्यो सम्झेर म जहाँ जाँदा बस्दा पनि मेरो साथमा भगवान हुनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। यो शिक्षा मैले आकाशबाट प्राप्त गरेँ भन्नुभयो। अर्को जलबाट पाएको शिक्षा। जलको स्वभाव कस्तो हुन्छ? ठन्डा। जल ठन्डा भइरहनुहुन्छ। त्यति मात्र होइन, जलले आफूलाई शुद्ध बनाउँदै अर्कालाई पनि शुद्ध पार्दैन हुन्छ। ज्ञानी जनले क्रोध कहिले गर्नु हुँदैन। शीतल हुनुपर्छ, ठन्डा हुनुपर्छ र अर्काले उपदेश पनि गर्नुपर्छ, आफू पनि शिक्षित बन्न पर्दछ। यो शिक्षा मैले जल देवताबाट प्राप्त गरेँ। म कोहीदेखि क्रोध पनि गर्दिनँ।